नमस्कार छ सम्पूर्णमा र म अहिले चाहिँ गुल्मा बगानको फ्याक्ट्रीमा छु जुन चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडि अगाडि पछाडि यो चाहिँ तपाईँको स्टोर हो। यहाँबाट चाहिँ हामीले जति पनि सामानहरू काम गर्ने सामानहरू के चाहिन्छ त्यो यहाँबाट लान्छु हो। म अहिले स्टोरभित्र पसेँ होइन, स्टोर हो सर हुनुहुन्छ हो। अन्त यहाँ चाहिँ म लगभग 2-3 वर्ष भइसक्यो यो फ्याक्ट्रीसँग जुडेको छु, किनभने यहाँको जति पनि कामहरू हुन्छ पानीको त्यो चाहिँ मै गर्छु है। तपाईँहरूलाई म देखाइरहेको छु हेर्नुहोस् त। यो चाहिँ तपाईँको भन्नाले फ्याक्ट्रीको जति पनि हलमको कामहरू हुन्छ, मिसिनरी कामहरू हुन्छ त्यो चाहिँ यहीँ बनिन्छ, यही भित्र बनिन्छ है। हेर्नु सक्नुहुन्छ है, यहीँभित्र बनिन्छ है। जति पनि हलमको कामहरू हुन्छ यो यहाँभित्र बनिन्छ, झलाइ सलाई सबै यहीँ बनिन्छ अनि कामहरू हुन्छ। हेर्नुहोस् है हो। फ्याक्ट्री भनेको मामुली होइन त, हजारौँ मानिसलाई पालिरहेको हुन्छ है, बोनस दिन्छ के दिन्छ हो। अन्त मलाई धेरै वर्ष भयो, अन्त एउटा भिडियो पनि बनाउनु मन लागेर बनाएको। यहाँ है भित्र फेरि यस्तो छ है हो, भित्र यस्तो छ है। यो सबै चियापत्ती पेल्ने हो, ए चियापत्ती पेल्ने हो। र साथीहरू खासमा म यहाँ आउनु पर्नुको कारण चाहिँ के हो भने यहाँ तपाईँको पङ्खा लागेको हुन्छ, त्यो पङ्खामा चाहिँ फेरि पानी फिट हुन्छ अनि त्यो टोटल्ली पानी चाहिँ मैले सप्लाई गरेको पानीको पाइपहरू जसरी देख्नु सक्नुहुन्छ यहाँ है। यो छ नि यो पानीको यो यहाँ छ, उहाँ छ, उहाँ यहाँ 21वटा पङ्खा छ। त्यसमा चाहिँ टोटल्ली पानीको काम चाहिँ मैले गरेको है साथी हो। यो भित्र चाहिँ तपाईँहरूको चियापत्ती बनिन्छ यो मिसिन। आज सबै आज होइन, अब चाहिँ यो फ्याक्ट्री मेन्टेनेन्सको लागि चाहिँ कर्मचारीहरू सबैलाई छुट्टी दिएको छ हो। अनि त्यसको कारणले गर्दा चाहिँ अब यहाँको जति पनि कामहरू हुन्छ काम स्टार्ट भएको। अन्त मिसिनरी सामानहरू बनिनेहरू चाहिँ अब बनिन्छ, फ्याक्ट्री बन्छ त त्यही भएर चाहिँ अनि बनिन्छ। अनि अब म तपाईँहरूलाई चियापत्ती मेन चियापत्ती बनिने जग्गा देखाउँदैछु। म पसेँ होइन, यहाँ हेर्नु सक्नुहुन्छ है, यहाँ चाहिँ चियापत्ती बनिन्छ है, पट्टि हुन्छ है हो। चियापत्तीहरू बनिएर यहाँनिरबाट चाहिँ प्याकिङ हुन्छ, यहीभित्र प्याकिङ हुन्छ है। र अर्को कुरा के हो भने चियापत्तीलाई चाहिँ भट्टीमा हेर्नुहोस् ल कसरी चाहिँ बनाउँदो रहेछ भन्ने कुरो चाहिँ यहाँबाट पत्ता लाग्छ है। त्यो फ्याक्ट्रीको त्यो कालो धुवा निक्लिन्छ नि फ्याक्ट्रीको माथिबाट, त्यो चाहिँ यहाँ चाहिँ यता छ, कता छ यसको यहाँ छ हेर्नुहोस् ल। कोइलाको भट्टी हुँदो रहेछ नि। अब मलाई त थाहा छैन किनभने म त घुमेको थिइनँ र आज चाहिँ घुम्दैछु है गाइस, तपाईँहरूलाई पनि देखाउँदैछु। हेर्नुहोस् त है, यस्तो यस्तो हुन्छ है। को घुम्नु भएको छ फ्याक्ट्री यसरी होइन, म जसरी कमेन्ट गर्नुहोस् ल। अन्त कहाँको फ्याक्ट्री घुम्नु भएको छ भनेर चाहिँ भन्नुहोस् है गाइस ल। यता पछाडि यो चाहिँ यही हेर्नुहोस् त है, बगानको धुवा निक्लिने जग्गा हो। अन्त मैले यहाँ कोइलाहरू, अन्त मैले के भन्न चाहेको भने अब भिडियो त अब धेरै बनिरहेको छ होइन, तर पनि यसो आफ्नो एउटा पर्सनली लाइफको बारेमा पनि 1-2वटा भिडियोहरू बनाउन भनेर चाहिँ अब यो अब जसले हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ थाहा हुन्छ, अब जसले हेर्नु हुँदैन उहाँहरूलाई चाहिँ थाहा हुँदैन है। हेर्नुहोस् है, यो चाहिँ टोटल्ली फ्याक्ट्री हो है, हेर्नु सक्नुहुन्छ है। अहिले सबै बनिँदैछ र सबैलाई मेरो नमस्कार छ र मलाई पनि कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस् र म पनि तपाईँहरूलाई लाइक कमेन्ट गर्नेछु है साथीहरू। र आजका लागि चाहिँ मैले तपाईँलाई गुल्मा फ्याक्ट्री देखाएँ होइन, गुल्मा फ्याक्ट्रीको नजारा देखाएँ। कुनै दिन अरू जग्गा गएँ भने फेरि म देखाउने छु है गाइस ल। यहाँ हेर्नु सक्नुहुन्छ है, यस्तो काम हुँदैछ। मेरो पनि काम चाहिँ दिनभरिको छ आज, दिनभरिको छ, दिनभरि गरेर चाहिँ जानुपर्ने छ है गाइस। बाहिरको नजारा है हेर्नु,
यस्तो छ है गुल्मा फ्याक्ट्री चाहिँ साथी हो है। कसले भित्र पसेर हेरेको छैन उहाँहरूको लागि चाहिँ यो है। कहाँसम्म छ मेरो पछाडिको डल्लै हो नि। ल थ्याङ्क यू हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। ल बाई बाई।